एक घना जंगल थियो। त्यो जंगलमा धेरै जनावरहरू खुसी साथ बस्थे। त्यही जंगलको एउटा अग्लो रुखमा एउटा चलाख बान्दर बस्थ्यो। ऊ सधैँ फुर्तिलो, बुद्धिमान र सबैलाई मद्दत गर्ने स्वभावको थियो। त्यही जंगलमा एउटा शक्तिशाली तर घमण्डी चितुवा पनि बस्थ्यो। ऊ आफ्नो ताकतमा धेरै घमण्ड गर्थ्यो र साना जनावरलाई सधैँ डर देखाइरहन्थ्यो। एक दिन चितुवा बान्दरको रुखमुनि आयो र भन्यो, ए बान्दर, तल झर, म तिमीलाई देखाउँछु मेरो शक्ति कस्तो छ। बान्दरले डराएन। उसले मुस्कुराउँदै भन्यो, चितुवा दाइ, शक्ति मात्रै ठूलो कुरा होइन, बुद्धि पनि चाहिन्छ। ल तपाईँ यो रुख चढेर हेर्नुहोस्, म तपाईँको बुद्धि हेर्छु, तपाईँको बल हेर्छु। ल चढ्नुहोस्। तर रुख निकै अग्लो र चिप्लो थियो। चितुवा पटक पटक चिप्लिएर तल खस्यो। चितुवा दाइ, सिधै रुख चढ्नुभन्दा पछाडिको बाटोबाट घुमेर आउनुहोस्, त्यहाँ सजिलो छ। चितुवाले बान्दरको कुरा पत्यायो र जंगलभित्र घुम्दै गयो। तर त्यो बाटो दलदलतिर जाने थियो। चितुवा दाइ, अब बुझ्नुभयो होला, ताकत भन्दा बुद्धि ठूलो हुन्छ। धेरै मिहिनेतपछि चितुवा दलदलबाट निस्कियो। चितुवालाई आफ्नो गल्तीको महसुस भयो। माफी चाहन्छु, म अब फेरि कसैलाई डर नदेखाउने वाचा गर्छु। चितुवालाई आफ्नो गल्तीको महसुस भयो। माफी चाहन्छु, म अब फेरि कसैलाई डर नदेखाउने वाचा गर्छु। त्यस दिनदेखि जंगलमा शान्ति भयो र सबै जनावर मिलेर बस्न थाले।